म मरेको धेरै भयो। व्यक्तिगत इच्छा, चाहना, उद्देश्य र लक्ष्य बिनाको मान्छे म। यो बाँचिरहेको जीवन मेरो जीवन होइन। यो त जनताको दुःख र समस्यालाई समाधान गर्ने प्रयास र सङ्घर्ष मात्रै हो। जनताको आवश्यकता पूरा गर्ने एउटा साधन, एउटा औजार। मैले मेरो लागि सोच्न छोडेको दशकौं भइसक्यो। न मलाई पीडा हुन्छ न खुसी। म पत्थर हुँ, निर्जीव ढुङ्गा। माटो हुँ म। मलाई दुख्दैन, दुख्दैन र दुख्नु पनि हुँदैन। मेरो कुनै आफ्नो गन्तव्य छैन। मेरा हरेक पाइलाहरूले मलाई कहीँ पुर्याउनु छैन। पुर्याउनु छ त यो देशलाई, यो समाजलाई। म रित्तो हिँड्ने मान्छे, तर मेरा पिठ्युमा लादिएका भारी मेरो होइन, सबै अरूकै। यो अर्थमा म देशको बोझ उठाउने एउटा अमुक भरिया। म रुदिन। मेरा आँखाबाट बग्ने आँसु मेरो आफ्नो होइन। त्यो त यो देशले पोख्न खोजेको पीडा भाव मात्रै। मलाई गरिने हजारौं गाली र अपमानले मेरो चिहानमा एउटा इतिहास लेखियोस् म कति घृणित र पतित थिएछु भन्ने। यी सब गाली र घृणा मैले यो देशलाई माया गर्दा पाएका अनमोल उपमाहरू हुन्। दिइएका यी उपमाहरूलाई मेरो सलाम। आफैलाई त्यागेर देश अँगाल्नेहरूको नियति यस्तै हुन्छ संसारमा। देखेकै बुझेकै कुरा हो। अरूको निम्ति समर्पित मान्छे सायद अरूलाई नचाहिएको पनि हुन सक्छ। अकालमा मर्ने, भोकै बस्नुपर्ने, काटमार र हत्या हिंसा देखेर भगवान बुद्धले ज्ञान खोज्नुभयो। तर मलाई अवस्था बदल्नु छ। तर म मरेको धेरै भयो। बाँचेको भनेको एउटा सपना अनि सङ्कल्प मात्रै। अरूको जीवन बाँचिरहेको समर्पित यो थुत्रो शरीरको अवसान हुन मात्रै बाँकी हो। यही हुँ म र मेरो भन्नुपर्ने कुरा केही छैन। हो, यही हुँ म। तर म मरेको धेरै भयो। मेरो मुखबाट निस्केको हरेक बोली मेरो आफ्नो लागि होइन। मेरो शरीरबाट बग्ने पसिना मेरो लागि बगेको होइन। मेरो छातीमा धड्किएको मुटु त्यो पनि मेरो लागि होइन, यो देशकै लागि। यो माटो सापटी लिएर उभिएको सानो कदको मेरो थुत्रो शरीर पनि मेरो आफ्नो होइन। हो, म मरेको धेरै भयो।